नमस्कार, हामी आज दुर्कोट गाउँपालिकामा यसो घुम्दै फिर्दै आएको थियौँ। दुर्कोट गाउँपालिकामा पर्ने चित्र गुफामा चाहिँ हामी घुम्दै फिर्दै आयौँ। त्यो ठाउँ चाहिँ एकदम राम्रो रहेछ। घुम्दा यताउति हेर्दाखेरि ठाउँ पनि एकदम राम्रो, यताउति हरियाली जङ्गल त्यस्तै राम्रो रहेछ। आज अलिकति मौसम पनि पानी पर्ला जस्तो भएको थियो। विचित्र गुफाभित्र भित्र जाँदाखेरि यति राम्रो रहेछ। भित्र स्विमिङ गर्ने जस्तो हामी विचित्र गुफाभित्र आइरहँदाखेरि यहाँ कोही ठाउँमा कुनै क्षेत्रमा कुनै कुनामा कुनै ठाउँमा चाहिँ हिरा जस्तै मोती जस्तै ज्वार जस्तै गाजीको विचित्र गुफा हो। घुम्ने जिल्ला दुर्कोट गाउँपालिकामा पर्ने विचित्र गुफामा आएका छौँ हामी। लाइट देखासा चाहिँ काममा रहेछ, त्यही पनि यहाँ चाहिँ अलिकति धार्मिक रूपमा प्रख्यात ठाउँ मानिने विचित्र गुफामा आएका छौँ। मौका मिल्यो भने अति राम्रो ठाउँ छ, भित्र हेर्दा एकदम सुन्दर देखिने यो ठाउँ देख्नु होला। भित्र सबै अन्धकार छ, अन्धकारमा पनि हामी लाइट बालेर आइरहेका छौँ, हेर्न सक्नुहुन्छ।